हेलो एभ्रिवान नमस्ते। हिजो मैले अस्ट्रेलियाको वर्क एक्सपिरियन्सबाट हजुरहरूले के कस्तो पोइन्ट पाउनु भएको हुन्छ भन्ने बारेमा कुरा गरेको थिएँ र आज म कुरा गर्न गइरहेको छु इङ्ग्लिस ल्याङ्ग्वेज टेस्टबाट हजुरहरूले के कस्तो पोइन्ट्सहरू पाउन सक्नुहुन्छ त। सो ल्याङ्ग्वेज टेस्ट चाहिँ एकदमै इम्पोर्टेन्ट छ। यदि तपाईँले आइएलटिएसमा 6 इन इच ब्यान्ड लिएर राख्नुभएको छ भने तपाईँले पोइन्ट्स पाउनु हुँदैन। यदि तपाईँले आइएलटिएसमा 7 इन इच ब्यान्ड लिएर राख्नुभएको छ भने तपाईँले 10 पोइन्ट्स पाउनुहुन्छ र यदि तपाईँले आइएलटिएसमा 18 इच ब्यान्ड लिएर राख्नुभएको छ भने तपाईँले 20 पोइन्ट्स क्लेम गर्न सक्नुहुन्छ। सो तपाईँले एज पर यर कन्भिनियन्स लाइक अहिले मोस्ट पपुलर इङ्ग्लिस टेस्टहरू भनेको आइएलटिएस, पिटी, टोफेलहरू छ भने अहिले अस्ट्रेलियाले सर्टेन ल्याङ्ग्वेज टेस्टहरू एड अन पनि गरेको छ, जस्तै कि एमइटी, ओइटी, सेलपेपहरू भयो र तपाईँको यो ल्याङ्ग्वेज सर्च एकाडेमिक र अरू पनि ल्याङ्ग्वेज टेस्टहरू छ र त्यो ल्याङ्ग्वेज टेस्टहरू मध्येमा तपाईँलाई कुन चाहिँ कन्भिनियन्ट लाग्छ त्यो टेस्ट तपाईँले दिन सक्नुहुन्छ र इङ्ग्लिस इम्प्रुभ गरेर पनि तपाईँले पोइन्ट्सहरू बढाउन सक्नुहुन्छ। सो यस्तै भिडियोको लागि मलाई फलो गर्दै गर्नुहोला। थ्याङ्क यू।